जय मंगल जय मूलवासी। अहिले हामी सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिकामा, चिचिला भन्ने ठक्कै ठाउँमा छौँ। यो चाहिँ मङ्कालुङ हिमालको आँगनीमा हामी छौँ। खास गरी यो चाहिँ हिन्दूकरण भएर चाहिँ मकालु भनेको हो। मकालु चाहिँ होइन, यो माङ्कालुङ। जसरी अब ngमेरलुङ भएको छ, माछा पोचरे बनाएको छ, चोमुलुङमालाई चाहिँ अब सगरमाथा बनायो, त्यस्तै यो माङ्कालुङ जस्तो कुरा चाहिँ मकालु भएको हो हैन। जसरी अब हाम्रो पुर्खाहरूले हैन, हाम्रो पुर्खाहरूले खोवा खनेर खोवा रि भएको ठाउँहरु चाहिँ त्यसलाई चाहिँ अब हामीले तिम्रो पुर्खालाई मारेर चाहिँ हामीले खोडा धोएको ठाउँ, खोडा सुकाएको ठाउँ, खादबारी खोडा राखेको ठाउँ भनेर खोडाबारी खादबारी बनाएको जस्तै यो पनि अब वास्तवमा मङ्कालुङ चाहिँ हो। यो चाइना बोर्डरमा पर्छ। यो सङ्खुवासभा जिल्ला चाइना बोर्डरमा छ। अहिले दिस इज मंगोल मुभमेन्ट इन सङ्खुवासभा र अहिले यो मङ्कालुङको आँगनीमा चाहिँ हामी चाहिँ यहाँ अहिले भिडियो सेसन गर्दैछौँ। सम्पूर्ण देश विदेशमा रहनुहुने साथीहरू सबैलाई सम्झेको छौँ। अहिले पुरा यहाँ हल्लाहरू छ नेपालमा, बाढी पहिरो आएको जस्तो, कहिले जेनजीको हल्ला, कहिले उज्यालो नेपालको हल्ला हैन, श्रम संस्कृतिको हल्ला आइरहेछ। तर सबले यो कुरा बुझ्नुपर्छ, जबसम्म कुनै पनि देशमा इन्डिजिनियस राइट, मूलवासी अधिकार पाइँदैन र आफ्नो अस्तित्व, मानव अस्तित्व नै पाइँदैन, ह्युमेन के अरे जुन इन्टिटीहरू पाइँदैन, तबसम्म विकासले मात्रै केही हुँदैन, निकाससँगको चाहिन्छ साथीहरू। र निकाससँग हुनुपर्छ भन्ने हामी त्यो विचारमा छौँ, त्यो खेमामा छौँ। जस्तै कुनै पनि अब हैन, जस्तै अमेरिकाले, ब्रिटिसले हाम्रो देशलाई पुरा उपनिवेश बनायो, पुरै विकास गरिदियो अरे, साह्रै घरमा बसी बसी खानु पिउनु, त्यो त हामीलाई सेटिस्फाइड हुँदैन नि, त्यो सन्तुष्ट हुँदैन नि। तर विकास मात्रै सबै चिज होइन, यो कुरा गम्भीर छ। र जस्तै यो कुरा चाहिँ हाम्रो कुलमानजीहरूले बुझ्नु पर्यो। हामीले भनेको कुरा अब हर्क साम्पाङजीहरूले, अलिअलि बुझ्नु भएको, कतै कुलमानजीहरूले बुझ्नु भएको छैन हैन। महावीर पुनहरू विकासको उसमा छ, विकास पनि चाहिन्छ तर निकास अनिवार्य छ। यो कुरा सबले बुझ्नुपर्छ र निकाससँगको विकास हुनुपर्छ भन्ने हामी छौँ। र यो इन्डिजिनियस राइट भन्छ, ILO 169 अनड्रिपको कुराहरू युनाइटेड नेसन्स, संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको चिज हो, नेपालले अनुमोदन गरेको, सर्वोच्च अदालतले पनि भन्नु बाध्य भएको चिजहरू छ। हामीले ख्याल ठट्टाको कुरा गरेको छैनौँ। यो चाहिँ यो आँगनीमा उभिएर है मङ्कालुङ यत्रो, यो चाहिँ 8000 कति छ यसको, 8600 को हाइटमा छ। यो भनेको टप 10 हिमालको, अब यो चाहिँ सेकेन्ड हाइएस्टमा पर्छ, दोस्रो उच्च हो। त्यसको आँगनीमा बसेर हामी भन्दैछौँ र यो मुभमेन्ट हो। र सम्पूर्ण साथीहरूलाई यसरी नै मेसेज दिन्छु, देश विदेश जहाँ सबैलाई सम्झाएको छौँ, जय मङ्गो जय मूलवासी, देशको लागि एक हुनु पर्यो।